नमस्ते साथीहरू, म आज धेरै दिनपछि भिडियो लिएर आइरहेको छु। आज चाहिँ हाम्रो विशेष भिडियो रहेको छ जर्जेटको कुर्ता कसरी काट्ने। र मेरो बेबी भएको कारणले गर्दा म अहिले पसलमा बस्न पाउँदिनँ, त्यही भएर मैले घरमै आएर काम गर्ने गरेको छु। घरमै लिएर आएर त्यही भएर भिडियो हाल्न सकेको छुइनँ। बिस्तारै बिस्तारै एक्लै बनाएको भिडियो त्यति राम्रोसँग गर्न पाएको छैन। त्यही पनि हजुरहरूले माया गरेर हेरिदिनुहुन्छ र लाइक कमेन्ट सब्सक्राइब गरेर पनि नभुल्नु होला, माया गरिदिनु होला है त। म आज चाहिँ यो जर्जेटको कुर्ता, भाइरल कुर्ता आजकल आएको त्यो बाउला अम्ब्रेला दाना भएको, पछाडि कम्मरमा तुना भएको त्यो डिजाइनको लिएर आउँदैछु। कपडा कसरी काट्ने भनेर हेरिदिनु होला र मलाई माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला र सँगसँगै भएको बेल घन्टीलाई ट्याङ्ग थिच्नु होला र मेरो भिडियो हाल्ने बित्तिकै हजुरहरूको मोबाइलमा आउनेछ। हेर्नु होला है साथीहरू, यो चाहिँ हामीले यसरी काटेको छौँ। यहाँबाट हामीले यो फर्स्ट अगाडिको पाटा हो है, हेर्नु होला। यो चाहिँ हामीले यहाँबाट यहाँ चाहिँ 2.5 इन्च यो तलको भाग मोड्ने भाग राखेको छौँ, हेर्नु होला। र यहाँबाट हामीले कुर्ताको लम्बाइ भाग यहाँसम्म राखेछौँ। यो 32 हो है, 32 लम्बाइको हामीले 32.5 राखेछौँ। र यो कुम्भाग हामीले यहाँबाट यहाँसम्म 6.5 राखेछु, हेर्नु होला है त। भिडियो बनाउन अलिक गाह्रो भएर। अनि यहाँबाट हामीले काखी भाग चाहिँ 6.5 मा राख्छौँ, हेर्नु होला है त साथीहरू। र यहाँबाट हामीले यो कम्मर भाग 14 इन्चमा है त, हामीले कोही कम्मर 14 इन्चमा राख्छौँ। त्यो तपाईँहरूले नापेर राख्नु पनि मिल्छ कस्टमरको इच्छाअनुसार। र हामीले चाहिँ यसमा चाहिँ कम्मरबाट नाप्दा पनि भयो, तपाईँहरूले यहाँबाट नाप्दा पनि भयो है। तर खास गरी हामीले चाहिँ यहाँबाट कुम्बा र यहाँ 14 मा कम्मर राख्छौँ। र चिर्ने भाग चाहिँ ठ्याक्क काखीबाट यहाँ कति कस्टमरको अनुसारले राख्नु होला। यहाँबाट हामीले चाहिँ चिरा भाग 12 राखेको छौँ है। यो चाहिँ लाउने मान्छेमा को भर पर्छ, हेर्नु होला। त्यसपछि गला है त, यो आफूपट्टि जहिले पनि हाम्रो यो कपडा भाग बन्दी भाग हामीपट्टि हुनुपर्छ है त, कन्फ्युज नहुनु होला। अब भर्खर नयाँ अलिक उ गर्नेहरूलाई चाहिँ अलिकति कपडा कसरी पट्याउने भन्ने हुन्छ। हामीले चाहिँ आफूपट्टि यो बन्द भाग राख्नुपर्छ है त साथीहरू। अनि यहाँबाट यहाँ चाहिँ हामीले गलाको भाग यो हामीले 2.5 इन्च राख्छौँ है त साथीहरू। यहाँबाट यहाँ 2.5 इन्च राख्छौँ। र यहाँबाट हामीले गला कति खोल्ने त्यो चाहिँ कसले कति लगाउने कस्टमरको इच्छाअनुसार हुन्छ है। हाम्रो चाहिँ यो गला यहाँबाट हेर्नु होला 7 खोलेको हुनाले हामीले यसरी 7 तापेको है त साथीहरू। यो चाहिँ 4 कोण गला हो, हेर्नु होला। यहाँबाट यहाँ 2.5 नै हुन्छ है त, यहाँबाट यहाँ 2.5 नै हुन्छ। र यहाँबाट यहाँ 6.5 मा गरेको छौँ, हेर्नु होला। ठ्याक्क यहाँबाट हामीले काखी भाग यस्तो गर्छौँ है त साथीहरू। र हामीले यो फेर भाग कति राख्ने, हामीले चाहिँ यो हिप 40 भएकोले हामीले यहाँबाट फेर 40 को 4 भाग गर्दा 10 हुन्छ। 10 चोको 40, यहाँ 10 इन्च गर्ने त्यो गरेर चाहिँ। र त्यही पनि फेरि पनि अलिक कस्टमरको इच्छाअनुसार हुन्छ साथीहरू, हेर्नु होला। यो चाहिँ 4 कोण गला भएकोले यस्तरी काट्यो मैले। यो अलिक भिडियो बनाउने मान्छे नभएको कारणले गर्दा मैले आफ्नै एउटा हातले भिडियो गरेर एउटा हातले काटेको हुनाले अलिक मिस्टेक चाहिँ, हेर्नु होला।
है साथीहरू। मैले एउटा कुरा भन्नु बिर्सेँ, यहाँबाट हामीले छाती नाप्दाखेरि यो भागमा यहाँनिर हामीले यो छाती 10 भएको के अरे 40 भएको हुँदा 4 भाग गर्दा हामीले यहाँबाट यहाँसम्म 10मा 40 भएकोमा 10मा चिनी लायौँ। त्यसपछि यो कम्मर यो 36 भएकोले हामीले यहाँबाट यहाँ 9मा चिनो लगाएको यहाँसम्म, यहाँ भएको 1.5 इन्च सिलाइ भएको हो। र हिप यहाँबाट यहाँ यो पनि 40 हुनु भएको हुनाले यहाँबाट हामीले यहाँ 10 नाप्यौँ है त साथीहरू। हेर्नु होला, यो चाहिँ भयो अगाडिको पाटा। यो अहिले आएको भाइरल कुर्ताको हो, चार कोनको गला हो यो। पछाडि चाहिँ हामीले गोलो काट्नेछौँ। हेर्नु होला, म देखाउँदै जाने साथीहरू। यो चाहिँ पछाडिको भाग हो है। हामीले यो पछाडिको भाग चाहिँ अगाडि पछाडिको यो पटाएर यो माथिबाट हामीले अगाडिको भागमा छाप्छौँ। हेर्नु होला हैन। र हामीले गला कति खोल्ने भनेर यहाँबाट यहाँ हामीले पछाडि कति खोल्ने त्यो त्यो अनुसार नाप्ने हो। र हामीले अगाडिको पाटाभन्दा जहिले पनि पछाडिको पाटा हल्का हाफ इन्च यो काखी भाग चाहिँ अलिकति बढाउनु पर्छ। अरू चाहिँ सेम बराबर काट्ने हो है त साथीहरू। यो गलाको भाग पछाडिको पाटा, अब यहाँबाट यहाँ मैले 7.5मा चिनो लगाएँ। यो चाहिँ हाम्रो पछाडिको 7.5 भाग हो। यहाँबाट हामीले गोलो बनाउनु चाहिँ यस्तो गऱ्यो। यस्तो एक्लै भएर भिडियो बनाउनु गाह्रो भएर चाहिँ स्ट्यान्डमा जानु गराउनै मिलेन। साथीहरू गराउनै आएन मलाई त। हेर्नु होला, यसरी कटिङ गर्ने। पछाडिको भाग गयो। भिडियो कस्तो आइरह। हेर्नु होला है साथीहरू, यो चाहिँ हामीले बाहुलाको कटिङ गरेर जाँदैछौँ। एउटा हामीले यो सानो मोड्ने भाग, यहाँ हामी दाना हाल्ने भागले हामी 1.5 इन्च सिलाइ गरेर राखेको छौँ है। त्यसपछि लम्बाइ, यो बाहुलाको लम्बाइ हामीले 16 गऱ्यौँ है त साथीहरू। हेर्नु होला, यहाँबाट हामीले जहिले पनि यो काखी भाग हामीले यो साँधो यसरी राख्नुपर्छ है त साथीहरू। त्यसपछि कुन भागबाट हामीले यो कुइना भाग जहिले पनि 11मा राख्नुपर्छ है साथीहरू। यो बाहुला चाहिँ हाम्रो अम्ब्रेला बाहुला भएको हुनाले हेर्नु होला यसको कटिङ। यो चाहिँ हाम्रो कुइना 12 12मा चिनो लगायौँ। त्यसपछि हामीले 1.5 इन्च सिलाइ भाग र यो मोता चाहिँ हामीले यसमा चाहिँ 17 छ है त साथीहरू। यो अलिक हल्का तल अम्ब्रेला बाहुला हो। हेर्नु होला, यसो कटिङ चाहिँ यसरी आउँछ है त साथीहरू। हल्का त्यसो यस्तो हल्का यस्तो आउँछ है त। यसरी 1.5 इन्च यसरी घुमाएर काट्ने त साथीहरू। हेर्नु होला, यो बाहुलाको अम्ब्रेला बाहुलाको कटिङ। यो अहिले आएको भाइरल डिजाइनको बाहुला हो र हामीले यहाँ कट गर्नुपर्छ यसरी। हेर्नु होला, यस्तै भिडियोहरू लिएर आउनेछु। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। सकेसम्म राम्रो भिडियो ल्याउने कोसिस गर्नेछु। यो अलि बनाउन पनि गाह्रो परिरहेको छ। म अहिले बेबी भएकोले घरमै काम गर्ने भएकोले मलाई अलिक गाह्रो भइरहेको छ। एक्लै भएर भिडियो बनाउनलाई पसलमा भएको भए मैले अलिक सजिलो हुन्थ्यो साथीहरू।